अरूले जेसुकै भनोस्, शान्त रहनुहोस्। एउटा कुरा याद गर्नुहोस्, धेरै घाम चर्को हुँदैमा, घाम धेरै लाग्दैमा समुद्र कहिले पनि सुक्दैन। त्यसकारणले तपाईको बारेमा अरूले टीका टिप्पणी गर्दैमा तपाईको जीवन सकिहाल्दैन। त्यसकारणले अरूले के भन्यो भनेर त्यसको पछाडि लाग्नु भन्दा पनि आफ्नो कर्ममा अडिग भएर आफूले के गर्नुपर्छ, मेरो कर्तव्य के हो, मैले कस्तो कर्म गर्नुपर्छ, मैले को व्यक्तिसँग कस्तो व्यवहार गर्नुपर्छ भनेर अगाडि बढ्नुहोस्। अरूको कुरा सुनेर समयलाई बर्बाद पार्ने काम गर्दै नगर्नुहोस्।